फोनै गाँठे कसले फोन गरेछ हौ? ए गाँठे साइला पो रहेछ। हेलो साइला, हजुर काका के छ त हाल खबर ठिकै छौ ए काका। ल ठिक छ ठिक छ। अब विदेश गएको नि कति भयो त? 4 वर्ष भइसक्यो काका। 4 वर्ष भइसक्यो है। हिजो अस्ति जस्तै लाग्छ। अनि गाउँतिरको हाल खबर चाहिँ ए के छ हौ काका? गाउँतिर त नि के छ हौ के छ, म पनि धेरै भयो काठमाडौँतिर आएर बसेको। अनि गाउँको घर चाहिँ के ए गर्नुभयो? गाउँको घर हजुर हजुर। गाउँको घर त मैले त नि भाडामा दिइराखेर अनि आएको छु नि त। कसलाई दिनुभयो त नि? कसलाई दियो रे? हजुर हजुर। हेत्तेरी कसलाई दिनु नि अनि? अँ, तल्लो भुइँ तालाको ताला चाहिँ नि अनि त्यो धमेरा मुसा अनि कमिलाहरूलाई दिइराखेका छु। ए लु गजब। अनि मास्लो तालो चाहिँ नि हजुर हजुर। त्यस्तै मुसा अनि त्यस्तै माकुराहरूलाई दिइराखेका छु। लु गजब भएछ अँ, काका। अनि लास्ट फ्लोरमा चाहिँ यसो मेरो सामानहरू राखिराखेको छु। ए हो र काका। त्यही त हो। अब गाउँ नफर्किने काका? तेरि के भन्छौ साइला, गाउँ किन फर्किनु? त्यत्रो भाडामा दिइराखेको छु घर, त्यताको भाडाले यता बस्नु खानु पुगिहाल्छ नि मलाई। त्यसो भए ढुक्क हुनुहुन्छ ढुक्क काका? छु ढुक्क छु। अब ए छोरो पनि विदेश गइहाल्छ। ए हो र काका। छोरीहरू पनि गइसके। ए मलाई पनि लाने कुरो छ, लान्छन् होला पछि लान्छन् लान्छन्। मिलाएर। ए चाहिने अब बुढेसकालमा के हो गर्नु, नि हौ बिचरा काका। यस्तै परियो। एक्लै छु, एक्लै अब छोराहरूले यसो भाडाको रुम लिएछन्, उता गाउँको घर भाडामा दिएर चाहिँ नि ए ए त्यही कोठामा बस्छु साइला। अनि हजुर हजुर। यसो छोराहरूले लुटी ल्याउँछन्, भुटी खुवाउँछन्, त्यही त हो। म जानु सक्दिनँ। नि हौ बिचरा अब काका। गाउँघरमा हो भने त यसो कुटो कोदालो गोठालो गरिदिन्थ्यो। त्यो त अब हो। अहिले त्यस्तो भएन। सबै छोराछोरीहरू पनि सुख खोज्ने, विदेशै मात्र जानु खोज्ने, आफ्नै देशमा केही गर्नु नखोज्ने। के गर्नु हो साइला, बिजोक पो छ बिजोक छ। हो त नि। यस्तै छ। काका मेरो नि ल ड्युटी ल जाने बेला साइला, भयो ल त। ल तँ पनि छिटो आएस्, गाउँघरमै केही गरेस्। ल हुन्छ काका, भोलिपर्सि ल बोल्दै ल गरौँ है त। अहिले ल मेरो ल ड्युटी जाने बेला भयो। त्यसमा टोकमा बल्ल बल्ल सम्झेछ कति सालमा।